हेलो गाइजहरु स्वागत छ हाम्रो मिनी ब्लगमा। आमा छोरा यहाँ आज चाहिँ के खान लागिरहेछ भने यो चाहिँ धनिया र टिमुरको अचार अनि यहाँ रहेको छ तरुल हैन सखरखण्ड र आलु। आजको हाम्रो यो खाजा तपाईहरुले नि खानु होला, मिठो छ जाडो महिनामा। आज चाहिँ फेरि यो हामीले पानीमा उसिने हैन नि, हामी त कम्तीको छौं, हामी त तेलमा त्यही भएर यस्तो कालो कालो भएको छ। कालो कालो यत्रोलाई पानीमा उसिन्यो भने चाहिँ खल्लो हुन्छ नि त, त्यही कारणले हामीले तेलमा उसिनेको छौँ। अनि हाम्रो चाहिँ हामी त कम्तीको छौँ, हामी त यो तेलमा उसिने तेलमा, त्यही भएर यस्तो कालो कालो भएको छ। कालो कालो यत्रोलाई पानीमा उसिन्यो भने चाहिँ खल्लो हुन्छ नि त, त्यही कारणले हामीले तेलमा उसिनेको छौँ। अनि हाम्रो चाहिँ आलु यो रहेको छ सखरखण्ड अनि यो रहेको छ अचार। मेरो छोराले बोक्रै सिधा खाइसक्यो। मिठो छ, टेस्टी छ भन्छ छोरो, टेस्टी छ भन न। जहिले भिडियो बनाउन लाग्यो पिले नआएको है। कति गुलियो भाषा यार, यति सानो भए पनि गुलियो भाषा त। सानो मम्मीले के लगाइदिन्छु नखाऊ त, बोर नखाउँछ पेट हुन्छ है। गाइजहरु खानुहुन्छ लाउनुस्। मिठो ओहो भन्छ छोरो। मेरो छोरोले सबै बोक्रै सिधा खाइसक्यो भाइ। क्या करूँ मैं, क्या करूँ। ल गुलियो छ, बोक्रै सिधा सब खाइसक्यो। त्यत्रो खनेर मैले घरले दिएँ आज हैन, मैले ल्याउन पर्ने रहेछ बुद्धि खानु। खान्छ हेरौँ है आज कति खाइसक्यो सखरखण्ड, सबै यसले खाइसक्यो बोक्रै सिधा। पिले नआएर भन्नु बोक्रै सिधा। ए हो कुया सुया सबै खाए यसले त। अब आलु खाने छोरो। आलु पनि यस्तो पोलेको जस्तै भएको छ नि। लाउ यो खाऊ, मम्मीले के लाई देखेन ल।
ल गाइस साउने सङ्क्रान्ति लाग्यो माघे सङ्क्रान्ति लाग्यो हामी त लाग्यो टिमुरको अचार र आलु तँलाई यो के लाएर देखा भनेर यस्तो मिठो भएको छैन कि मिठो खा छोरो टेस्टी खा टेस्टी भन्छ म चाहिँ टिमुर र धनिया त एकदम बास्ना आउँछ ला हासन तेरी खा पियो मिठो पिरो हजुर हामी चाहिँ सक्खरखण्ड र आलु अनि धनिया अनि त्यसपछि टिमुरको अचार आज हामी खाजा खाँदैछौँ है मेरो छोराले बोक्रै सिधाएछ यो चाहिँ फेरि पानीमा उसिने होइन हामीले तेलमा उसिने तेलमा कम्तीको सोचे होला हामीलाई ए यस्तो भए यो के हो थाहा सक्खरखण्ड हो है छोरा सेम पोले जस्तै भए तेलमा यो चाहिँ तेलमा उसिने हो क्या उसिने भन्दा नि तेल अलिकति हालेर नि उसिने हो क्या अनि यत्रो पनि सक्खरखण्ड हुँदो रहेछ बारीमा खालि हो क्या यो त आज मेरो यस्तो ठेला उठ्ने गरी यस्तो हामीले ठेला उठ्या यो खन्न गर यत्रो यत्रो अनि यत्रो त पानी हाल्यो भने खली हुन्छ नि त्यही भएर तेल मुसिने हामीले चाहिँ गुलियो भा ढाडै दुखेछ आज यो खन्न गर मेरो ल त्यत्तिकै बोक्रै सिधा खाइसक्यो यसले त